नेपाल प्रत्यक्ष प्रारम्भ सङ्गठन पेसागत सुरक्षा र आत्मसम्मान अनुसन्धानमूलक गुणस्तरीय शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ 11औं राष्ट्रिय सम्मेलनको दौरानमा 6 विक्रम सम्वत 2036 सालमा तदर्थ समितिका रूपबाट प्रारम्भ भएको यो सङ्गठन 2048 सालमा प्रथम राष्ट्रिय सम्मेलन गरेर प्रगति समूहका नामबाट विकास हुँदै अहिले हामी 11औं राष्ट्रिय सम्मेलनको सङ्घर्षमा आइपुगेको कुरा सम्मानित समक्ष म अनुरोध गर्न चाहन्छु। विश्वविद्यालयमा कार्य प्राध्यापकहरूको एउटा ट्रेड युनियन अधिकार सहितको पेसागत हक हितका निम्ति उभिएको यो सङ्गठन वास्तविक उन्नयन र प्रवर्धनका निम्ति शैक्षिक वर्ष प्रवर्धनका निम्ति अभियानमुखी भूमिका निर्वाह गर्दै आइरहेको कुरा पनि यहाँ अनुरोध गर्न चाहन्छु। हामीले प्रत्येक केन्द्रीय पदाधिकारी कम्तीमा एउटा नेतृत्व एउटा जिम्मेवारी, प्रत्येक केन्द्रीय सदस्यलाई एउटा जिम्मेवारीको एउटा अभियानका साथ हामीले चाहिँ सङ्गठनलाई विगतदेखि अगाडि बढाउँदै आएको कुरा समेत मैले यहाँ सम्मानित समक्ष अनुरोध गर्न चाहन्छु र हामीले सर्वसम्मतबाट हाम्रो सबै साथीहरूलाई एकाकार बनाएर सबैको भावनालाई बुझेर नै सङ्गठनलाई नेतृत्व निर्माण गरेर जाने हामी योजनाका साथ छलफल गरेका छौँ, वार्ता गरिरहेका छौँ। सङ्गठनका आदरणीय अध्यक्ष डाक्टर खगराज शर्माज्यूलाई अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद। सङ्गठनका महासचिव डाक्टर पद्मखतिवडाज्यू, नेपाल प्रगति प्रारम्भ सङ्गठनको 11औं राष्ट्रिय सम्मेलनमा हामीलाई मार्गदर्शनका साथै उत्साह प्रदान गर्नका लागि हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाल्नुभएका सम्मानीय प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष आदरणीय केपी शर्मा ओलीज्यू, विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुभएका नेकपा एमाले तथा शिक्षा तथा मानव नेकपा एमालेका उपाध्यक्ष तथा शिक्षा तथा मानव स्रोत विभागका संयोजक कमरेड युवराज गेवालीज्यू, यसै गरी शिक्षा तथा मानव स्रोत विभाग नेकपा एमालेका प्रमुख कमरेड पार्वती रावतज्यू, हाम्रा सङ्गठनका पूर्व अध्यक्षज्यूहरू, सल्लाहकारज्यूहरू, विभिन्न विश्वविद्यालयका उपकुलपतिज्यूहरू, सेवा आयोगका पदाधिकारीज्यूहरू, विभिन्न विश्वविद्यालयका शिक्षाध्यक्षज्यूहरू, रजिस्ट्रारज्यूहरू, यसै गरी विभिन्न प्रतिष्ठानसँग जोडिनुभएका प्रदेश विश्वविद्यालयका अध्यक्ष तथा उपकुलपतिज्यूहरू, पेसागत सङ्घ सङ्गठन विभिन्न वैचारिक सङ्घसँग सम्बद्ध आदरणीय प्राध्यापक मित्रहरू, त्यस्तै गरी कर्मचारी सङ्गठनका पदाधिकारीज्यूहरू, पेसागत सङ्घहरू, वैचारिक सङ्घहरू र कर्मचारी सङ्घ सहित हाम्रो सङ्गठनसँग सम्बद्ध पदाधिकारीज्यूहरू, सदस्यज्यूहरू, यस्तै गरी आयोगका सदस्यहरू, आयोगका पदाधिकारी तथा सदस्यज्यूहरू, विभिन्न विश्वविद्यालय प्राध्यापक सङ्घका पदाधिकारीज्यूहरू, यस्तै गरी प्रदेशका पदाधिकारी तथा सदस्यज्यूहरू, हाम्रो सङ्गठनका निवर्तमान र पूर्व पदाधिकारीज्यूहरू, सम्पूर्ण उपस्थित आदरणीय महानुभावहरू, पत्रकारज्यूहरू, सबैप्रति नेपाल प्रगति प्रारम्भ सङ्गठनको तर्फबाट हार्दिक स्वागत र अभिवादन व्यक्त गर्न चाहन्छु। नेपाल प्रगति प्रारम्भ सङ्गठन पेसागत सुरक्षा र आत्मसम्मान अनुसन्धानमूलक गुणस्तरीय शिक्षा हाम्रो अभियान भन्ने नाराका साथ 11औं राष्ट्रिय सम्मेलनको दौरानमा 6 विक्रम सम्वत 2036 सालमा तदर्थ समितिका रूपबाट प्रारम्भ भएको यो सङ्गठन 2048 सालमा प्रथम राष्ट्रिय सम्मेलन गरेर प्रगति समूहका नामबाट विकास हुँदै अहिले हामी 11औं राष्ट्रिय सम्मेलनको सङ्घर्षमा आइपुगेको कुरा सम्मानित समक्ष म अनुरोध गर्न चाहन्छु। विशेष गरी सङ्गठनमा विभिन्न समय अवधिहरूमा विभिन्न खालका उतार चढावहरू पनि आएका छन्। विशेष गरी 63 सालपछि 7औं राष्ट्रिय सम्मेलनबाट केही साथीहरू हामी सबै सङ्गठनहरू, खास गरी वामपन्थी विचार राख्ने सङ्गठनहरू एकताबद्ध भएर गइरहेको सन्दर्भमा 63 सालमा सम्पन्न 7औं राष्ट्रिय सम्मेलनपछि केही साथीहरू छुट्टै सङ्गठन निर्माण गरेर जानुभयो र त्यो हुँदाहुँदै पनि नेपाल प्रगति प्रारम्भ सङ्गठन नेपालका सबै विश्वविद्यालयहरूमा सङ्गठन विस्तार गर्दै उच्च शिक्षाका क्षेत्रमा सबैभन्दा अग्रणी र जुझारु सङ्गठनका रूपमा रहेको कुरा मैले यहाँ अनुरोध गर्न चाहन्छु। विश्वविद्यालयमा कार्य प्राध्यापकहरूको एउटा ट्रेड युनियन अधिकार सहितको पेसागत हक हितका निम्ति उभिएको यो सङ्गठन वास्तविक उन्नयन र प्रवर्धनका
निम्ति शैक्षिक गुणस्तर बढाउनका निम्ति अभियानमुखी भूमिका निर्वाह गर्दै आइरहेको कुरा पनि यहाँ अनुरोध गर्न चाहन्छु। हामीले प्रत्येक केन्द्रीय पदाधिकारी कम्तीमा एउटा नेतृत्व एउटा जिम्मेवारी, प्रत्येक केन्द्रीय सदस्यलाई एउटा जिम्मेवारीको एउटा अभियानका साथ हामीले चाहिँ सङ्गठनलाई विगतदेखि अगाडि बढाउँदै आएको कुरा समेत मैले यहाँ सम्मानित समक्ष अनुरोध गर्न चाहन्छु। खास गरिकन हामीले विभिन्न वैचारिक सङ्गठनहरूसँग सहकार्य गरेर जाने अभियानलाई हामीले निरन्तरता दिइरहेको कुरा र किन भन्दा उच्च शिक्षामा गुणस्तरीय अभिवृद्धि र खास गरी उच्च शिक्षाको सबलताका निम्ति हामीले सबै सङ्गठनहरूसँग एकाकार भएर विगतदेखि अगाडि बढिरहेको कुरा समेत मैले यहाँ अनुरोध गर्न चाहन्छु। हाम्रा विभिन्न किसिमका साझा मुद्दाहरू छन्, प्राध्यापकहरूका वृत्ति विकासका कुरा छन्, गुणस्तर सुधारका कुराहरू छन् र विभिन्न किसिमका प्राध्यापकहरूलाई पदोन्नतिसँग जोडिएका सबै सवालहरूमा हामी सँगसँगै रहेको कुरा समेत अनुरोध गर्न चाहन्छु। विशेषतः सङ्गठनले प्रगति पथ, त्यस्तै गरी हामीले गन्तव्य जर्नल जस्ता विभिन्न प्रकाशनहरू मार्फत हाम्रा विचारहरूलाई र प्राज्ञिक पक्षलाई अगाडि बढाइरहेको कुरा समेत मैले अनुरोध गर्न चाहन्छु। त्यस्तै गरिकन शैक्षिक क्षेत्रसँग जोडिएका विभिन्न सवालहरूमा नीति सम्वाद कार्यक्रम मार्फत हामीले यस्ता धेरै कुराहरू हामीले अगाडि बढाइरहेका छौँ। थुप्रै इस्युजहरूमा सङ्गठनले आफ्ना कुराहरू राखेको र खास गरी विज्ञहरूबाट पेपरहरू प्रेजेन्टेसन गरेर हामी एक ढङ्गले सम्बन्धित निकायलाई सुझाव दिने कामसम्मका हामी अगाडि बढिरहेको कुरा समेत म सम्मानित समक्ष अनुरोध गर्न चाहन्छु। हामी अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि हाम्रो सम्बन्ध विकास भएको, खास गरिकन यो वर्ल्ड सोसल फोरममा सङ्गठन सम्बन्ध विस्तार गरेको कुरालाई पनि म यहाँ अनुरोध गर्दछु। हरेक पद स्वच्छ, पारदर्शी र प्रतिस्पर्धाका आधारमा नियुक्ति हुनुपर्छ भन्ने कुराप्रति सङ्गठन सधैँ कटिबद्ध प्रतिबद्ध छ र सङ्गठनले यो मुद्दालाई अगाडि बढाइरहेको छ। उच्च शिक्षाको गुणस्तरमा टेवा दिने नीति सामुदायिक आएका क्याम्पसहरूमा निश्चित विषयवस्तुमा एकरूपता कायम गरेर जानुपर्छ भन्ने कुरामा हामीले र गुणस्तर अडिटको गर्नुपर्छ भन्ने कुरालाई समेत अगाडि बढाइरहेको कुरा मैले यहाँ अनुरोध गर्न चाहन्छु। विशेषतः विभिन्न विश्वविद्यालयहरू र विशेष गरी त्रिभुवन विश्वविद्यालयमा यो समयमा नै विज्ञापन गरेर पदपूर्ति गर्ने कुरा विलम्ब हुँदाखेरि यसले धेरै प्राध्यापकहरूमा समस्या उत्पन्न भइरहेको छ र यो समस्याले धेरैमा एउटा खालको नकारात्मकता उत्पन्न भएको छ र विश्वविद्यालयहरूमा पनि विभिन्न किसिमका तनावको सृजना गर्नका निम्ति यसले एउटा अवस्था सृजना गरेको छ। यसका निम्ति पनि हामीले आगामी दिनमा हाम्रो सङ्गठनले यसलाई छिटो छरितो रूपमा अगाडि बढ्नका निम्ति सबैमा एउटा दबावमूलक अभियान सुरु गरेको समेत मैले यहाँ अनुरोध गर्न चाहन्छु। विशेष गरिकन विश्वविद्यालयमा प्राध्यापक कर्मचारीहरूका निम्ति 20-25सम्म आवास र छात्रावासका आधारबाट फन्डबाट अगाडि बढाउन सक्यो भने गुणस्तरीय शिक्षा प्रभावमा सहज हुन्छ भन्ने हाम्रो सङ्गठनको माग रहेको कुरालाई पनि मैले अनुरोध गर्न चाहन्छु। स्वाभाविक अघि पनि कुरा उठेको छ, शिक्षामा 20-25सम्म सरकारको बजेटलाई अवलम्बन गरियो भने, बजेट छुट्याइयो भने त्यसले एउटा नेपालको शिक्षालाई अगाडि बढाउनका निम्ति सहज हुन्छ र त्यसका निम्ति पनि हामीले सम्मानित समक्ष अनुरोध पनि गर्न चाहन्छौँ। म यो कुरा यहाँ राख्न चाहन्छु। विशेष गरी नेपालको उच्च शिक्षा र सरकारका नीति तथा कार्यक्रमसँग त्यति चाहियो भएर अगाडि बढ्न नसकेको कुरा, केही सन्दर्भमा केही कुरामा रिसर्च गरेर हामीले सरकारका निकायहरूलाई सुझाव दिएका छौँ। तथापि समग्र रूपमा एउटा विश्वविद्यालय र सरकारका विभिन्न निकायहरूसँग विश्वविद्यालय विभिन्न खालका रिसर्चहरू मार्फत ती निकायहरूलाई अगाडि बढ्नका निम्ति प्रेरित गर्ने र तिनको गुणस्तर परीक्षण गर्ने, चाहे त्यो पूर्वाधार विकासको गुणस्तर परीक्षण गर्ने कुरा होस् अथवा अरू सुशासनका सवालमा विश्वविद्यालयले नै गुणस्तर परीक्षण गर्ने गरी एउटा द्विपक्षीय सम्झौताका आधारमा अगाडि बढ्ने परिस्थिति निर्माण गर्न सक्यो भने विश्वविद्यालय र सरकारका निकायहरूमा एउटा पारदर्शिता, सुशासन कायम गर्ने सन्दर्भमा सहजता हुन्छ भन्ने कुरा मैले यहाँ अनुरोध गर्न चाहन्छु र यो तर्फ पनि सङ्गठनले अगाडि बढाइरहेको कुरा पनि मैले यहाँ अनुरोध गर्दछु। त्यसै गरिकन हामीले बजारको शिक्षा दिनुपर्छ भन्ने सन्दर्भमा पनि हामीले आफ्ना कुराहरूलाई उठाइरहेका छौँ र यो बजारमुखी शिक्षा हुनका निम्ति बजारका खास गरी बजार क्षेत्रसँग सबै विश्वविद्यालयले सहकार्य गरेर त्यस तदनुरूप हाम्रा पाठ्यक्रमलाई परिमार्जन गरेर जानुपर्दछ। त्यतातर्फ पनि सङ्गठनले चाहिँ ध्यान दिइरहेको कुरा मैले सम्मानित समक्ष राख्न चाहन्छु। त्यस्तै गरिकन नेपालमा एउटा ठुलो सङ्ख्या सामुदायिक क्याम्पसहरू 600-700 सामुदायिक क्याम्पसहरू रहेको नेपालको सन्दर्भमा त्यहाँ कार्यरत प्राध्यापकको वृत्ति विकासदेखि लिएर सेवा सुरक्षाका कुरादेखि गुणस्तर र स्तर निर्धारण गर्ने कुरासम्म निकै समस्या भएको र सामुदायिक क्याम्पसमा कार्यरत प्राध्यापकहरूको
स्तर निर्धारण नहुँदाखेरि त्यहाँ रहेका प्राध्यापकहरूमा एउटा हिंसाबोध उत्पन्न भएको कुरा समेत मैले सम्मानीयज्यू समक्ष अनुरोध गर्न चाहन्छु र यसलाई पनि छिटो एउटा विधिको प्रक्रिया मार्फत चाहिँ अगाडि बढाउनुपर्छ भन्ने सङ्गठनको माग रहेको छ, सङ्गठनको आग्रह रहेको कुरालाई पनि मैले यहाँ अनुरोध गर्न चाहन्छु। खास गरिकन नेपालमा रहेका विभिन्न विश्वविद्यालयहरू, तृणमूल विश्वविद्यालय लगायत सबै विश्वविद्यालयहरूमा विभिन्न किसिमका समस्याहरू, विभिन्न किसिमका अवस्थाहरू छन्। कतिपय विभिन्न नामबाट प्राध्यापक र कर्मचारीको नामबाट तालाबन्दी गर्ने र तालाबन्दी गर्ने विद्यार्थीको नामबाट तालाबन्दी गर्ने र त्यो तालाबन्दी गरिएकोलाई प्रभावकारी ढङ्गले एउटा इनिसिएसन लिएर पदाधिकारीले त्यसलाई खोलेर विश्वविद्यालयलाई अगाडि बढाउनुतर्फ पनि कम ध्यान दिने र सम्बन्धित त्योभन्दा माथिल्ला तहले पनि त्यसलाई कम ध्यान दिँदाखेरि कतिपय विश्वविद्यालयमा त्यो समस्या छ, कतिपय क्याम्पसहरूमा त्यो समस्या देखिएको छ। त्यसैले सङ्गठनले यस्ता तालाबन्दीबाट चाहिँ समस्या समाधान गर्ने भन्दा पनि वार्ताद्वारा छलफलद्वारा नै समस्या समाधान गर्नुपर्छ र हामीले सङ्गठनका तर्फबाट कहीँ पनि तालाबन्दी गरेर समस्या समाधान हुँदैन भन्ने कुरातर्फ सङ्गठन रहेको कुरा समेत मैले यहाँ अनुरोध गर्दै फेरि पनि प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू सहित विभिन्न विश्वविद्यालयदेखि लिएर विभिन्न वैचारिक सङ्गठन र अन्य विभिन्न क्षेत्रबाट यहाँ हामीलाई हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाल्नुभएका सम्पूर्ण अतिथिज्यूहरू, यसका साथसाथै देशका विभिन्न भागबाट, विभिन्न विश्वविद्यालयबाट उपस्थित हुनुभएका सम्पूर्ण प्राध्यापक मित्रहरू सबैप्रति सर्वप्रथम म सङ्गठनको तर्फबाट पुनः एकचोटि हार्दिक स्वागत र अभिवादन व्यक्त गर्न चाहन्छु र हामीले सर्वसम्मत रूपबाट हाम्रो सबै साथीहरूलाई एकाकार बनाएर सबैको भावनालाई बुझेर नै सङ्गठनलाई नेतृत्व निर्माण गरेर जाने हामी योजनाका साथ छलफल गरेका छौँ, वार्ता गरिरहेका छौँ। हामी सबै बिच मिलेर जानुपर्छ भन्ने आफ्नो सुरुदेखिको सोचका आधारमा अगाडि बढिरहेको कुरा समेत यहाँ सम्मानित समक्ष अनुरोध गर्दै मैले पुनः यहाँ सबैलाई हार्दिक स्वागत गर्दै आफ्ना भनाइ यही अन्त्य गर्छु। धन्यवाद, नमस्कार। धन्यवाद आदरणीय अध्यक्षज्यू।